अब कतिपयले थारू महिला या आदिवासी महिला चाहिँ कति स्वतन्त्र छन् भनेर भन्छन् होइन। उनीहरूको चाहिँ अब निर्णय गर्ने सबै कुरामा चाहिँ उनीहरूको पहुँच हुन्छ भन्छ। तर हजुरआमाहरूसँग कुरा गर्दा त्यो त छैन। हजुरआमाहरूले त के भन्नुहुन्छ भने बिहे भइसकेपछि आफ्नो घरमा माइती घरमा जानको लागि श्रीमानले अनुमति नदिएसम्म त हामी जानै सक्दैनथ्यौँ होइन। अहिले पनि त्यो अवस्था छ नि, श्रीमानले हुन्छ जाऊ नभनेसम्म त त्यो अनुमति नपाएसम्म महिला त आफू जन्मेको घर पनि जान नसक्ने स्थिति छ भने अनि महिला स्वतन्त्र छन् त? साँच्चै छैनन् त्यो त। अनि थारू महिला खेतमा पनि काम गर्छ होइन, माछा मार्न जान्छ, ऊ घरभित्रको पनि होइन एउटा महिलालाई दिने एउटा स्त्री आदर्श भन्ने हुन्छ नि, त्यो सबै निभाउनु परिरहेको छ। अनि र पनि हामीलाई स्वतन्त्र भनेर गलत तरिकाले व्याख्या गर्ने होइन, गलत भाष्य निर्माण गर्ने त्यो छ। अनि त्यो कुरालाई चाहिँ अझै यथार्थ रूपमा आओस् भनेर मलाई अझ धेरै त्यो भित्र पुग्न सघायो। आर्ट तपाईँकोमा आयो कि तपाईँ एक्टिभिजम लिएर चाहिँ आर्टको स्पेसमा जानुभयो? त्यो अलिकति बताइदिनुहोस् न। कहिलेदेखि चाहिँ तपाईँले लेखन बाहेक पनि अरू माध्यमबाट पनि यी विषयहरूमा चाहिँ भनौँ न कुरा थप गर्ने अथवा बढाउने काम चाहिँ गर्नुभएको तपाईँले? म आफूमा चाहिँ कला भन्ने कुरा केही पनि छैन जस्तो लाग्छ कि होइन। कविता लेखहरू लेख्नुहुन्छ त भन्नु भएन नि। एकदमै कलाविहीन मान्छे हो जस्तो लाग्छ। तर हाम्रो समुदायमा जब मैले हजुरआमाहरूको कामहरू हेर्छु होइन, उहाँले बनाउने त्यो माटोको चुलो, माटोको भाँडाहरू, अनि त्यो अन्नबाली राख्ने डेहरी कुठली हुन्छ कि होइन, उहाँहरूले गर्ने त्यो बुनाइ सिलाइको काम, त्यो कस्तो आर्टिस्टिक छ होइन। अब अघि ट्याटूको कुरा पनि निकाल्नु भएको थियो, त्यो ट्याटू नै बनाउने कुरा पनि। अनि यो कुराहरूलाई चाहिँ अब कति कुरा शब्दहरूमा पनि त्यसको उपस्थिति जनाउन गाह्रो नै हुन्छ। त्यस कारणले अब यसलाई चाहिँ फोटोको माध्यमबाट पनि भिडियोको माध्यमबाट पनि कसरी यसलाई जोगाउने भनेर मेरो इन्ट्रेस्ट चाहिँ त्यतातिर अलि धेरै बढेको। अनि हामीले अब ट्याटू कन्भेन्सन नै गऱ्यौँ होइन। त्यो चाहिँ त्यसबारे अलिकति बताइदिनुहोस् न। त्यो चाहिँ हामीले कलाकुलोको टिमसँग, अब जसमा म चाहिँ रिसर्चर भएर काम गरेको थिएँ, मलाई कोअर्डिनेटरकै जिम्मा दिनुभएको थियो साथीहरूले। यो चाहिँ हामीले खास गरी हामीले नेपालभरिकै थारू समुदायको ट्याटू सम्बन्धी काम गर्ने सोचेका थियौँ। तर अलि समय नभएर हामीले अहिले चाहिँ बर्दिया, बाँके, दाङ, कैलाली, कञ्चनपुर त्यतातिर मात्रै गर्न पायौँ। र यो कन्भेन्सनमा हामीले 10 जना त्यो जसले ट्याटू गर्नुहुन्छ उहाँलाई टिकिनिया भन्छ, यो गर्ने महिलाले मात्रै हो फेरि, त्यो महिलाहरूलाई हामी जम्मा गऱ्यौँ बर्दियामा। र हामीले ट्याटू किन गरिन्छ या यसको आफ्नो विभिन्न नामहरू छ, यसको विभिन्न थरीको बुट्टा छ होइन, यो सबै कुराहरूलाई हामीले त्यो ट्याटू कन्भेन्सनमा उजागर गऱ्यौँ। र यसमा मैले आफूले पाएको कुरा चाहिँ अब यो ट्याटू बनाउँदाखेरि एउटा त उहाँहरूको आफ्नै खालको कथा छँदैछ होइन। ट्याटू किन बनाउँछ भन्दाखेरि अब हामी मरिसकेपछि भगवानको घर जाने भन्ने रहेछ होइन। त्यो ट्याटू बनाएन भने भगवानको घर जान सकिँदैन। र कसरी जाने भने त्यो सबै उहाँहरूको ट्याटूले बताउँछ कि जस्तो घोडा बनाएको छ, घोडा चढेर जाने, अनि बिचमा भोक लाग्यो भने के गर्ने होइन, थकाइ लाग्यो भने के गर्ने, थकाइ लाग्यो भने उहाँहरूले चाहिँ थारू स्टाइलको कुनै स्टुल हुन्छ जसलाई हामी मचिया भन्छौँ, मचिया बनायो, यसमा म रेस्ट गर्छु भनेर। अनि भोक लाग्यो भने चुलो पनि बनायो, दाउरा पनि बनायो होइन, भाँडा पनि बनायो पकाउनको लागि, अनि आलु पनि बनायो, आलु खान्छु बान्टा खान्छु भनेर। यो खालको चाहिँ उहाँहरूको रहेछ। डौली डौलेको कुरा गर्नुभयो। डौली डौलेको महिला सेक्सन अब सबै साथीहरूले मलाई नै जिम्मा दिनुभयो होइन। र यसमा चाहिँ के प्रेजेन्ट गर्ने भनेर मैले धेरै सोच्न परेन, किनभने योभन्दा पहिले नै मैले थारू महिलाहरूको धेरै विषयमा कुराहरू उठाइसकेको थिएँ। र अब हामीले बाहिर फोटो नै हेर्ने हो भने पनि होइन, थारू महिलाको कस्तो खालको फोटो चाहिँ छापिन्छ हामीलाई थाहा छ होइन। एकदम त्यो हुन्छ नि चिटिक्क परेको, एकदम त्यो बजारिया देखिने टाइपको, बजारमा बिक्ने खालको
फोटो बिक्ने खालको सजाइएको पुतली जस्तो अब एउटा महिलाको होइन त्यस्तो फोटोहरू मात्रै हुन्छ। तर थारू महिला कति सङ्घर्षशील छ भन्ने कुरालाई चाहिँ कहिले पनि देखाइँदैन। त्यस कारणले हामीले चाहिँ अब थारू महिलाको स्किलको कुरा, चाहे त्यो खेतमा काम गर्ने कुरा होस्, गोडमेल गर्ने होस् होइन, बास्केट बनाउनेदेखि लिएर माटोको भाँडा बनाउनेदेखि त्यो सबै थारू महिलाको स्किल चाहिँ झल्कियोस् भन्ने त्यो एउटा भयो। र उहाँहरूको सङ्घर्ष, त्यो सङ्घर्षलाई चाहिँ हामीले खास गरी त्यहाँ देखाउन खोजिएको हो। र यो चाहिँ ज्ञानसँग जोडिएको जुन कुरा छ नि, ज्ञान भन्ने कुरा चाहिँ स्कुल गएर युनिभर्सिटी गएर मात्रै पाइन्छ भन्ने छ नि होइन। मेरो हजुरआमा मेरो लागि सबैभन्दा ठुलो विश्वविद्यालय हो कि होइन, किनभने उहाँसँग यति धेरै ज्ञान छ नि। जब उहाँसँग कुरा गर्न बस्यो भने र आफ्नो जीवन आफैले कसरी बाँच्ने र एकदम सम्पन्न तरिकाले कसरी बाँच्ने भन्ने उहाँलाई छ, जुन म कलेज पढेर पनि मैले त्यो कुरा पाएन होइन। मैले जागिर पाएन भने आज कसरी बाँच्ने भन्ने मलाई तनाव भइहाल्छ। तर मेरो हजुरआमाहरू, मेरो आमाहरू आफूले लगाउने लुगा आफै सिल्न सक्ने, आफूलाई चाहिएको खाना आफैले आर्जन गर्न सक्ने होइन, आफूले उमार्न सक्ने हरेक कुराहरू उहाँले गर्न सक्नुहुन्छ कि। अनि उहाँहरूको नलेज स्कुल कलेज नगएर पनि उहाँहरूको नलेज त उहाँहरूको अझ अगाडिको पुस्ताले उहाँहरूमाथि हस्तान्तरण गरेको छ होइन। उहाँहरूमा आउने ज्ञान नदीबाट आउँछ, भान्साबाट आउँछ, जङ्गलबाट आउँछ, खेतबाट आउँछ। त्यो कुरालाई चाहिँ हामी हेर्दैनौँ र हजुरआमाहरूलाई गँवार भन्छौँ, अनपढ भन्छौँ। त्यसकारण हाम्रो हजुरआमाहरूलाई चाहिँ अनपढ भन्न पाइँदैन, हाम्रो हजुरआमाहरूलाई असभ्य जङ्गली भन्न पाइँदैन भन्ने तरिकाले बरु हामीभन्दा धेरै एजुकेटेड उहाँहरू हुनुहुन्छ होइन। एजुकेसनको त्यो जुन ज्ञान लिने तरिका छ त्यो फरक छ। हामी जस्तो 10 to 5 स्कुल जानु भएन, कलेज जानु भएन, परीक्षा दिनु भएन। उहाँहरूको छुट्टै खालको सिक्ने, ज्ञान आर्जन गर्ने छुट्टै खालको प्रोसेस छ। त्यसलाई चाहिँ हामीले कहिले पनि एक्नोलेज गर्न सकेनौँ। त्यस कारण यो कुरा चाहिँ एक्जिबिसनमा आउनुपर्छ। जस्तो अघि मैले जुन कविता पढेँ नि, त्यो कवितामा प्रश्न छ कि कसको हो यो साम्राज्य भनेर होइन। यसमा कति धेरै प्रश्नहरू मैले गर्दै गर्दै आएको छु। अनि त्यसमा एउटा ठाउँमा चाहिँ के छ भने हाम्रो आवाज कहिले पनि सुनिँदैन होइन। हामीलाई कहिले पनि हामी को हौँ भन्ने यथार्थ तरिकाले कहिले पनि प्रस्तुत गरिँदैन। तर जब हामीलाई प्रस्तुत गरिन्छ नि, त्यो प्रस्तुत त्यहाँनिर गरिन्छ जब हाम्रो आवाजले या हाम्रो प्रस्तुतिले यो विभेदकारी राज्य सत्ताको पक्षपोषण गरिराखेको हुन्छ। त्यो बेलामा मात्रै हामीलाई प्रस्तुत गरिन्छ हाम्रो आवाजहरू, हाम्रो हजुरआमाहरूको आवाजहरू। त्यस कारण अब यो पनि त्यस्तै नै भयो कि यो नाचको कुराहरू होइन। हाम्रो इतिहास के हो, त्यो नाचकै इतिहास के हो, त्यसको महत्त्व के हो भन्ने कुरा चाहिँ कहिले पनि नबुझाउने, त्यसलाई मनोरञ्जनमा मात्रै ढालिदिने। जस्तो मेरै कवितामा मैले भनेको छु, हाम्रो गीत यति धेरै प्रकारको छ होइन। त्यो सिजनमा सजना, मैना, ढमार, सखिया, झुम्रा, माघ धेरै थरीको छ। तर चाहिँ हामीलाई खालि त्यो साली भाटुको गीतमा मात्रै होइन, जहाँ चाहिँ अब साली भाटु भनेर एकदमै त्यो के भन्छ मनोरञ्जन मात्रै गर्ने, जिस्किने, जिस्काउने, त्यहाँ लगेर मात्रै सीमित पारिदिन्छ। र यो फेरि हामीलाई यसरी अभ्यास त किन गराइयो यहाँ भन्दाखेरि, किनभने यिनीहरू त यसमै भुलिदियो भने प्रश्न कसले गर्छ त यो राज्यलाई होइन। हाम्रो इतिहास, हाम्रो पहिचानको कुराहरू त यति धेरै अनाधिकारिक बनाइएको छ, यति धेरै अलोकप्रिय बनाइएको छ होइन। किनभने हाम्रो इतिहास लोकप्रिय हुन थाल्यो या हाम्रो इतिहास लेख्यो भने त हामी त प्रश्न गर्न थाल्छौँ नि त। प्रश्न गऱ्यो भने के हुन्छ, जब एउटा आम मान्छेले प्रश्न गर्न थाल्छ, ठुला ठुला साम्राज्यहरू ढल्न सक्छन्। अनि हामीलाई चाहिँ अभ्यस्त गराइयो, अब तिमीहरू नाच, तिमीहरू चाहिँ एकदमै धेरै संस्कृतिमा धनी जाति, तिमीहरू नाचेर बस होइन। अब अरूतिर सोच्न फुर्सद नै दिएन कि। अब हामीले यो कुराहरू बुझ्दै आएका छौँ अहिले। मलाई लाग्छ यो कुराहरू बुझ्ने जमात अहिले बढिराखेको छ। हामीलाई कसरी भुलाइयो होइन। म सानो हुँदाखेरि रेडियो नेपाल, अब त्यो बेला रेडियो नेपाल मात्रै थियो, एफएमहरू पनि थिएन। अनि त्यो रेडियो नेपालमा एउटा गीत बस्थ्यो कि होइन, मङ्गरा गाडी गाउँ, बनुवा हुइना ठाउँ,
दैना पखना नै हो साली कैसिक उडी जाउँ भनेर त्यो फेरि सालीलाई नै उ गरेर। तर गीत त हाम्रो वीरताको गीतहरू खोइ, हाम्रो मुक्तिको गीतहरू खोइ होइन, हाम्रो पहिचानसँग जोडिएको गीतहरू खोइ, त्यो त आजसम्म पनि बस्दैन कि, आजसम्म पनि बस्दैन। थारू गीत जहाँ चाहिँ अब मनोरञ्जन मात्रै छ त्यो गीत मात्रै बजिराखेको छ।